नमस्ते। नमस्ते। हामी कहाँ 32 महिनाको छोरी लिएर एकजना आमा आउनु भएको छ। मम्मी कुन ठाउँबाट आउनुभयो म भनिदिनुहोस् त। नलपरासी रामग्राम 18 धरमपुरबाट आएको। धरमपुरबाट के समस्या लिएर आउनु भएको थियो भन्नुहोस् त। मेरो नानीलाई चाहिँ ज्वरो आइराख्ने, लगभग 1 महिना 1.5 महिना राम्रो हुने, त्यसपछि ज्वरो आइहाल्ने। ओके। अनि त्यसपछि उसको चाहिँ जन्मजातै यहाँ कान चाहिँ छेडेको थियो, अनि त्यो पाकेको भएर चाहिँ मलाई यहाँ आउनु लिएर भएको आएको। थियो। अनि नानी चाहिँ जति जे खुवाउँदा पनि वेटहरू नबढ्ने वेट भएको नबढ्ने। कारणले लिएर आएको। ओके। तीनटा समस्या लिएर हामी कहाँ आउनु भएको थियो। केही जाँचहरू गरियो। जाँचहरू गर्दाखेरि चाहिँ अहिले आएर बच्चाको रगतमा एउटा युजिनोफिल लेभल हुन्छ, त्यो अलिकति बढी देखियो। यो बढी देख्ने कारणहरू जुकादेखि लिएर अब विभिन्न कारणहरू हुन्छ। त्यसमध्ये एउटा कारण भनेको गङ्गटा भन्छ, जुन गङ्गटा खाने बानीले पनि हुन्छ। त्यसपछि के छ, हाम्रो छोरीले गङ्गटा खाने गर्दिन् कि गर्दैनथिन्? हजुर, गङ्गटा र घोगी चाहिँ उसले एकदमै रुचाउँथ्यो। अनि घर चाहिँ बाबा आमाहरूले पनि, अनि यता माइतको बाबा आमाहरू पनि एकदमै गङ्गटा चाहिँ राम्रो हुन्छ, निमोनियाबाट नि जोगाउँछ, अनि राम्रो हुन्छ भनेर पहिल्यैदेखि खुवाएको रोगहरूबाट बचाउँछ भनेर खोजी खोजी खुवाउनुहुन्थ्यो। अनि उसले चाहिँ एकदमै धेरै मन पराएको भएर खान्थ्यो पनि मजाले। त्यो अहिले चाहिँ गङ्गटाले गर्दा यस्तो हुने रहेछ भन्ने कुरा थाहा पाएँ अब मैले हेर्नुहोस् है, चाहिँ। यहाँ के छ भन्दाखेरि गङ्गटा मात्रै एउटा कारण त होइन, तर हामी कहाँ जति पनि बिरामीहरू हुनुहुन्छ त्यसमध्ये एउटा प्रमुख कारण भनेको गङ्गटा खाने बच्चाहरूको रगतमा युजिनोफिलको लेभल बढी हुनसक्छ। त्यसले गर्दा कतिपय बच्चाहरूको त मुटु मार्ने, फोक्सो मार्ने, पेटमा पानी जम्ने, फोक्सोमा पानी जमेर पाइप राख्नुपर्ने अवस्था पनि आएको छ। शरीरभरि पानी जम्ने समस्या पनि हुन्छ र कतिको उपचार गर्न गाह्रो भएर हुन्छ, बोन म्यारो भन्छौँ हामीले, त्यस्तो गर्नुपर्ने, भर्ना गर्नुपर्ने पनि हुन्छ। अहिले बच्चा खेलिरहेकी छिन्, ठिकै छिन्, त्यसकारण अहिलेलाई चाहिँ जस्ट त्यो औषध, त्यसको लागि हामीले औषधि राखिदिएका छौँ र केही रोगहरू हामीले छलफल गर्दाखेरि पत्ता लागेको छ है, त्यसको औषधि गरेका छौँ र हामी केही समयपछि फेरि फलोअपमा भेट्नेछौँ। यहाँहरूले के बुझ्नु पऱ्यो भन्दाखेरि गङ्गटा खुवाउँदाखेरि रगतमा खराबी देखिने समस्या पनि एकदमै बढ्दो छ र यस्तो समस्या लिएर थुप्रै बिरामी हामी कहाँ आउनुहुन्छ। त्यसकारण कृपया आफ्नो बालबच्चाहरूलाई गङ्गटा प्रयोग गरेर स्वास्थ्यमा हानि पर्छ भने सायद नखुवाउँदा राम्रो हुन्छ कि। त्यसकारण यो जानकारी हजुरलाई, हजुरको परिवारमा र अन्य सबै जति पनि आमाबाले हेर्नु भएको छ उहाँहरूको लागि लाभदायक होस् भन्ने चाहन्छौँ।